हेलो गाइज, आज चाहिँ हामी यो दोदरा चाँदनी नै भनौँ, दोदरा चाँदनी पिकनिकमा आएका छौँ। पिकनिकमा चाहिँ माथितिर चाहिँ उता कुकिङ भइरहेछ। म चाहिँ तपाईँलाई अतिथि यो होटलको ब्यानर देखाउँछु। ब्यानर चाहिँ उता छ, अतिथि होटल। अनि यहाँ दुईजना साथीहरू चाहिँ टिकटक बनाइरहन्। मलाई पनि हेर न, भाइरल गर्दै है। भाइरल मान्छे भाइरल छु आम। उता पुल छ त्यो दोदरा चाँदनीको, झलङ्गी पुल जस्तो छ दाजु। झलङ्गी पुल दोदरा चाँदनीको पुल हो नि त्यो। यो चाहिँ हाम्रो स्कुलको बस मात्र देखाउँदैछ, दोदरा चाँदनी पुल हैन, यो कहाँको पुल, झलङ्गी पुल आछ। उता चाहिँ खाना अनि डान्स भइरहेछ। खाना पनि त्यतै पाकिरहेछ। त्यता चाहिँ होटल छ। म तपाईँलाई त्यो होटल चाहिँ पछि देखाउँला। अनि त्यो कुकिङ भइरहेको सब चिज पछि देखाउँछु हजुरलाई म। यहाँ चाहिँ हाम्रो कुकिङ भयो, कुकिङ भएको देखाउँला भनेको। कुकिङ बनाउने सकिहाल्यो भिडियो बनाउन्जेलसम्म। उहाँ चाहिँ हाम्रो स्कुलको स्टाफ हुनुहुन्छ, देख्न सक्नुहुन्छ। यो चाहिँ लगभग 1 किलोमिटर हो। 1 किलोमिटर अनि कति मिटर छ यो किलो? 1.45 किलोमिटर हेर्नु त। फेरि पुलमा चाहिँ पानी 1 किलोमिटर पनि नै थियो। पुलमा चाहिँ पानी कति धेरै छ हेर्नु है। एसियाको दोस्रो ठुलो पुलमा पानी चाहिँ कत्रो रहेछ यो हेर्नु त। पुल चाहिँ 1.45 किलोमिटर। 1.45 गाइस, यो चाहिँ मेरो फर्स्ट भ्लग हो है। फर्स्ट भ्लग फेरि। अनि हाम्रो स्कुलबाट पनि धेरै टिचरहरूले हाल्नुहुन्छ, तिनीहरूको नै देखेर हालेको के मैले पनि। यस्तो लाइक सब्सक्राइब के भन्छन्, कमेन्ट पनि भन्छन् होइन, त्यो पनि गर्नु होला। फाइनली हामी चाहिँ पुलमा पुगिसक्यौँ। यो पुल चाहिँ लास्ट हल्लिने रहेछ अरे। पुल चाहिँ हल्लिने रहेछ। एसियाको सेकेन्ड पुल, दोस्रो लामो पुल, सेकेन्ड लामो, फर्स्ट वान, सेकेन्ड लङ्गेस्ट ब्रिज इन एसिया कन्टिनेन्ट है। फेरि एसिया कन्टिनेन्टको। सरी अति हल्लिन छ। अति हल्लिरहेछ के त गाइस। टिकट राखो है पागल। राख्दैन आफ्नो हेर्नु यार कस्तो के भन्ला है गाइज। यो फोकरी कटे जो यहाँ बस्ने ठाउँ पनि छ। हेर्न अब यो घुम्न हामी, मलाई भिडियो कस्तो पागल हो मान्छे आफ्नो फोटो खिचाने यो हेर्नु। अब पोखरी कटेजको त अनलाइनमा सर्च हाने पनि आइहाल्छ। हेलो गाइज, वी आर गोइङ। वाउ, हात्ती, त्यो हात्ती कहाँदेखि यहाँ कस्तो फोटो खिचायो, यहाँ पानी बग्दछ यार कहाँ। उता हामीले फोटो खिचायौँ। यो पुलमा पनि मस्त आउँछ, उताको पुल पनि छ उता। पोखरी कटेज, हामी चाहिँ पोखरी कटेज पुग्यौँ। चाहिँ घर फर्किने टाइम भयो। यो चाहिँ हात्ती। नेपालमा हात्तीको दाँत महँगो भनेको यहाँ उछाड्नै छैन।